धानको गबारोले के क्षति गर्छ र यसबाट धानलाई कसरी बचाउने त? धानको गबार जसलाई अङ्ग्रेजीमा राइस स्टिम बोरर भनिन्छ, यो भन्दा बित्तिकै धेरै किसानहरूलाई धानमा ठुलो क्षति गर्ने किरा पर्छ। यसले झन्डै धानमा 10 देखि 60% सम्म उत्पादनमा क्षति गर्ने गर्छ। मुख्यतया नेपालमा चाहिँ 4 प्रकारका गबारहरू पाइने गर्छन्, तर त्यसमा पनि येलो स्टिम राइस बोरर अर्थात् धानको पहेँलो गबारो चाहिँ एकदमै क्षति गर्ने किरामा पर्छ। आजको भिडियोमा म तपाईँहरूलाई धानको पहेँलो गबारोले कसरी क्षति गर्छ र यसलाई कसरी जोगाउने भनेर डिटेलमा भन्नेछु। भिडियो अन्तिमसम्म हेर्नु होला। गबारोको विशेषता भनेको चाहिँ यसको लार्भाले धानको गुबोभित्र गएर खान्छ र धानको बोटलाई नै असर गर्ने हुन्छ। पहिचानको कुरा गर्नुपर्दा चाहिँ वयस्क पुतली, यो चाहिँ पुतली वर्गमा पर्ने किरा हो। यसको वयस्क पोथी पुतलीको चाहिँ अघिल्लो पखेटामा चाहिँ 2टा काला रङका थोप्लाहरू हुन्छन्। यसको क्षतिको कुरा गर्नुपर्दा चाहिँ यदि सुरुको अवस्थामा धानको सुरुको अवस्थामा क्षति गरेको अवस्थामा चाहिँ मृत गाभा, जसलाई अङ्ग्रेजीमा डेड हर्ट भन्ने गर्छौँ, त्यसमा चाहिँ हामीले चाहिँ यसको डाँठभित्रै खाने गर्छौँ, जसले गर्दा चाहिँ हामीले डाँठलाई चाहिँ निकाल्दा सजिलै बाहिर आउने हुन्छ। र यदि पछि धानको बाला पचाउने बेलामा चाहिँ क्षति गर्यो भने चाहिँ यसमा चाहिँ सेतो बाला हुने गर्छ। र हामीले सकभर चाहिँ धानको सुरुकै अवस्थामा चाहिँ यसलाई कन्ट्रोल गर्न सिक्नुपर्छ। यसको कारकको कुरा गर्नुपर्दा चाहिँ यसका विभिन्न कारणहरूमध्ये चाहिँ धानको पुरानो अवशेषहरूमा चाहिँ यो किराको लार्भा चाहिँ बसेको हुनसक्छ। त्यसबाट पनि नयाँ सिजनमा चाहिँ यसले आक्रमण गर्न सक्छ। र अर्को कुरा भनेको चाहिँ नाइट्रोजनयुक्त मलहरू जस्तै युरियाहरू चाहिँ धेरै प्रयोग गरे पनि यो किरा लाग्ने सम्भावना चाहिँ एकदमै धेरै हुन्छ। एकदम इम्पोर्टेन्ट कुरा, यसको जीवन चक्रको कुरा गर्नुपर्दा चाहिँ यसको पोथी पुतलीले चाहिँ पातको टुप्पामा चाहिँ झुन्डमा अन्डा पार्छ, जसलाई चाहिँ सेतो कपास जस्तो लेयरले ढाकेको हुन्छ र अन्डा बनेको लगभग 1 हप्ताभित्रमा चाहिँ लार्भा बन्छ। यसको क्षति गर्ने मुख्य भनेकै लार्भालाई क्षति गर्ने है। लार्भा पछि चाहिँ लगभग 3 देखि 4 हप्तापछि चाहिँ प्युपा बन्छ। प्युपा चाहिँ त्यसकै डाँठमा हुने गर्छ र प्युपा पछि चाहिँ केही दिनपछि चाहिँ वयस्कमा कन्भर्ट हुन्छ र यसरी जीवनचक्र चल्ने हुन्छ। त्यसैले चाहिँ हामीले यसको जीवनचक्र बुझ्न चाहिँ एकदमै जरुरी छ। इम्पोर्टेन्ट कुरा, यसलाई कसरी व्यवस्थापन गर्ने त? सम्भव भएसम्म यसको अन्डाहरू चाहिँ हातले टिपेर नष्ट गर्नुपर्छ। पुराना बालिका चाहिँ अवशेषहरू हटाउनु पर्यो र मोहनी पासो चाहिँ प्रयोग गर्नुपर्छ। बजारमा चाहिँ येलो स्टिम बोरर लिउर, वाइएसपी लिउर भन्ने पाउँछ। त्यो लिउर प्रयोग गरेर चाहिँ मोहनी पासो प्रयोग गर्ने, जसले गर्दा चाहिँ भाले किराहरू चाहिँ त्यसमा आएर आकर्षण हुन्छ, जसले गर्दा चाहिँ पोथीले अन्डा पारे पनि बतासे अन्डा पार्छ र त्योबाट चाहिँ लार्भा बन्न सक्दैन। यसरी चाहिँ हामीले कन्ट्रोल गर्न सक्छौँ। यो चाहिँ लगभग प्रति कट्ठा चाहिँ हामीले 1-2वटा मोनिटरिङ गर्नको लागि चाहिँ अलिकति कम प्रयोग गर्न सक्छौँ। यदि यहीबाटै कन्ट्रोल गर्ने हो भने चाहिँ प्रति कट्ठा 1-2वटा अथवा बढी नम्बरमा चाहिँ प्रयोग गर्न सकिन्छ। त्यसै गरी बत्ती पासो, यो चाहिँ रातिमा एक्टिभ हुने किरा हो। त्यसैले चाहिँ हामीले चाहिँ बत्ती पासोको प्रयोग गरेर पनि यसलाई कन्ट्रोल गर्न सक्ने हुन्छ। भनेको चाहिँ धान खेत वरिपरि चाहिँ नेपियर घाँस लगाउँदा पनि यो किरा चाहिँ त्यसमा गएर अट्र्याक्ट हुने गर्छ, त्यसमा आकर्षण हुने गर्छ, जसले गर्दा चाहिँ यो किरा चाहिँ केही हदसम्म चाहिँ हामीले कन्ट्रोल गर्न सक्छौँ। त्यसैले धान खेत वरिपरि चाहिँ नेपियर घाँस लगाउँदा पनि केही हदसम्म प्रभावकारी हुने विभिन्न अनुसन्धानहरूले देखाएको छ। त्यसै गरी खेतमा भएको झारपातहरू नियन्त्रण गर्नु पर्यो। खेतमा आवश्यक मात्रामा मात्रै मल हाल्नु पर्यो, धेरै युरियाहरू हाल्नु भएन। ठिक्क मात्रामा, आवश्यक मात्रामा, सिफारिस मात्रामा मात्र चाहिँ मलहरूको प्रयोग गर्नु पर्यो। किसानहरूले एकदमै ख्याल गर्नुपर्ने कुरा भन्दा चाहिँ नियमित रूपमा खेतमा अनुगमन गर्नु पर्यो। यो चाहिँ सुरुवाती अवस्था, मैले अघि भने जस्तै मृत गाभा देखाउनुभन्दा पहिला चाहिँ हामीले मोनिटर गर्यो भने चाहिँ मात्र यसलाई कन्ट्रोल गर्न सक्छौँ। पछि सेतो बाला भइसकेपछि यसलाई कन्ट्रोल गरेर चाहिँ हाम्रो लगानी पनि बढ्छ र यसलाई कन्ट्रोल गर्न गाह्रो हुन्छ। त्यसैले सुरुवाती अवस्थामा चाहिँ नियमित रूपमा खेतको अनुगमन गर्नु पर्यो र यो किरालाई नियन्त्रण गर्न सक्नुपर्छ। त्यसै गरी किरा प्रतिरोधात्मक जातहरू लगाउनु पर्यो। खुमाल 4, पालुङ जस्ता जातहरूमा चाहिँ यो किरा चाहिँ अलिकति कम लाग्ने पाइएको छ। त्यसैले यस्ता जातहरू चाहिँ लगाउँदा पनि यो प्रभावकारी हुने देखिन्छ। कुरा भनेको चाहिँ हामीले चाहिँ बेर्ना लगाउँदा चाहिँ, धानको बेर्ना रोप्दा चाहिँ त्यसको माथिको पातहरू चाहिँ 2 देखि 3 सेन्टिमिटर चुडेर लगायो भने पनि चाहिँ त्यसको अन्डाहरू चाहिँ माथिल्लो टुप्पामा पार्ने गर्छ, पातको माथिल्लो टुप्पामा पार्ने गर्छ। त्यसैले त्यो चुडेर लाग्दा पनि सम्भव भएसम्म चाहिँ यो विधि चाहिँ एकदम प्रभावकारी हुने देखिएको छ। त्यसै गरी चाहिँ हाम्रो वरिपरिका सबै किसानहरूले चाहिँ लगभग एउटै समयमा चाहिँ धान रोप्दा चाहिँ यो किराको चाहिँ आक्रमण गर्ने सम्भावना चाहिँ एकदम कम हुन्छ। र हामीले चाहिँ अब विषादीको कुरा गर्नुपर्दा चाहिँ सकभर चाहिँ हामीले जैविक विषादीहरू प्रयोग गर्नु पर्यो। जैविक विषादीहरूमा चाहिँ बिटी भन्ने बजारमा विषादी पाउँछ, ब्यासिलियस थुरिजेनेसिस भन्ने विषादी पाउँछ। यो चाहिँ सिफारिस मात्रामा प्रयोग गर्नुपर्छ र रासायनिक विषादी चाहिँ अन्तिम विकल्पको रूपमा त प्रयोग गर्नुपर्छ। किसानले एकदमै बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि रासायनिक विषादीहरू जथाभावी रूपमा प्रयोग गर्नु हुँदैन। यसलाई प्राविधिकको सल्लाह अनुसार सिफारिस दरमा चाहिँ र एकदमै बढी क्षति गरेको खण्ड मात्रै प्रयोग गर्नुपर्छ। जस्तो यो किराको केसमा चाहिँ यदि मृत गाभा चाहिँ 10% आफ्नो खेतमा लगाएको धानको लगभग 10% भन्दा बढीमा चाहिँ मृत गाभा देखियो भने चाहिँ यो विषादीमा जानुपर्छ र सुरक्षित तरिकाले प्रयोग गर्नुपर्छ। विषादीहरू कार्टाप हाइड्रोक्लोराइडहरू, फिब्रोनिल र क्लोरियान्टिप्रोल जस्ता हामीले दानेदार विषादीहरू प्रयोग गर्नुपर्छ र दानेदार विषादी प्रयोग गर्दा चाहिँ खेतमा चाहिँ पानी चाहिँ राखिराख्नुपर्छ र त्यसै गरी इमामेक्टिन बेन्जोड जस्ता विषादीहरू पनि प्रयोग गर्न सकिन्छ। यसरी हामीले धानको गबारालाई चाहिँ नियन्त्रण गर्न सक्छौँ। र आगामी भिडियोहरूमा चाहिँ म अन्य किराहरू, धानमा लाग्ने अन्य किराहरू र रोगको बारेमा भिडियो बनाउने छु। हजुरहरूको धान खेतमा चाहिँ के कस्ता समस्याहरू देखा परिरहेका छन् कृपया कमेन्ट गर्नुहोला र यो जानकारी चाहिँ किसानमा चाहिँ सेयर गर्न नभुल्नुहोला। हस् त, धन्यवाद।